जेमेसी सबैजनालाई Matthew chapter 17 verse 20 यहाँ यसरी लेखेको छ Truly I tell you, if you have faith as small as a mustard seed, you can say to this mountain, move from here to there, and it will move, nothing will be impossible for you. अनि यहाँ नेपालीमा पनि यसरी लेखेको छ किनकि म तिमीहरूलाई साँच्चै भन्दछु कि तिमीहरूमा एउटा रायोको बिउ जत्रो सानो विश्वास भएदेखि यस डाँडालाई यहाँबाट हटिजा भन्यो भने त्यो हटिजानेछ र तिमीहरूको निम्ति केही असम्भव हुने छैन। अनि साँच्चै नै परमेश्वरको वचनले भन्दछ हाम्रो जीवनमा चाहिँ एउटा रायोको दाना जत्रो मात्र विश्वास छ भने पनि हाम्रोमा चाहिँ सबै कुराहरू पोसिबल हुन्छ। हामीमा विश्वासद्वारा चाहिँ तपाईँ र मेरो जीवनमा चाहिँ विश्वासद्वारा हामी रोगबाट छुटकारा पाउन सक्छौँ। जसरी हिब्रू 11:6 भनेको छ लेखिएको छ बिना विश्वास चाहिँ परमेश्वरलाई रिझाउनु चाहिँ असम्भव छ। हामी कतिचोटि है एउटा सानो गोलीसँग विश्वास गर्छौँ जस्तो सानो ट्याब्लेटसँग चाहिँ यति साह्रो हामीलाई विश्वास हुन्छ तर प्रभुको वचनमा लेखिएको छ जसरी यसै 53:5 लेखिएको छ कि उहाँको कोराको चोटद्वारा चाहिँ तिमीहरू निको भयो भनेर लेखेको छ हुनेछौ भनेर लेखेको छैन। त्यहाँ तपाईहरुले राम्रोसँगले पढ्नु भयो भने त्यहाँ यसरी लेखेको छ तिमीहरू चाहिँ निको भइसकेका छौ भनेर। अनि हामीले वचनमा लेखेको कुरालाई हामी विश्वास गर्न सक्दैनौँ। त्यही कारण आज हामी कतिजना स्टिल हामी 20 वर्ष भयो 30 वर्ष भयो प्रभुलाई पाएको तर पनि आजसम्म हाम्रो जीवनबाट रोग बिमार भन्ने कुराहरू है सकिएको छैन। अशान्ति गरिबीको श्रापहरू